पारिएको छ। भारतको बिहार स्थित सुपौल जिल्लाका भीमनगर र सुनौली नाकामा यात्रुको फेस तथा बायोमेट्रिक स्क्रिनिङ अनिवार्य गरिएको छ। नयाँ व्यवस्था अनुसार सीमा पार गर्ने यात्रुले आधार कार्ड, मतदाता परिचय पत्र वा अन्य परिचय पत्र मात्र देखाएर प्रवेश गर्न पाउनेछन्। नेपाल भारत सीमामा सुरक्षा व्यवस्था थप कडा पारिदा भारतको बिहार स्थित सुपौल जिल्लाका भीमनगर र कुनौली नाकामा यात्रुको फेस तथा बायोमेट्रिक स्क्रिनिङ अनिवार्य गरिएको छ। नयाँ व्यवस्था अनुसार सीमा पार गर्ने यात्रुले आधार कार्ड, मतदाता परिचय पत्र वा अन्य परिचय पत्र मात्रै देखाएर प्रवेश गर्न पाउने छैनन्। अब यात्रुको परिचय डिजिटल प्रणाली मार्फत प्रमाणीकरण गरिनेछ। त्यसका लागि फेस स्क्यान तथा बायोमेट्रिक जाँच पुरा गर्नुपर्ने व्यवस्था गरिएको हो। व्यवस्था लागू भएसँगै दुवै नाकामा यात्रुको लामो लाइन देखिन थालेको छ। ये बहुत हद तक सही है, क्योंकि जिस तरह से अभी चल रहा है ये हमारे यहाँ कहीं नेपाल में भी चल रहा है, इंडिया में भी चल रहा है। इसे लेकर के क्राइम भी बढ़ चुकी है और कुछ इलीगल सामान भी इधर जाने से भी बचते हैं लोग, ठीक है। और जहाँ तक देखा जाए कि ये जो हमारी एंट्री होती है, ये क्या बोलते हैं, हमारी स्कैनिंग होती है, बहुत हद तक सही है। त्यस्तो त खासै छैन, ठिकै लाग्यो। त्यो त अब जाँच त गर्नै पर्छ। आफ्नो मुलुक होइन क्या, अर्को मुलुकबाट आउने जानेले त जाँच गर्नै पर्छ। भारतीय सुरक्षा अधिकारीका अनुसार डिजिटल स्क्रिनिङ प्रणालीको उद्देश्य अवैध प्रवेश, तस्करी तथा आपराधिक गतिविधि नियन्त्रण गर्नुका साथै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउनु हो। एसएसबी पूर्णिया रेन्जका डिआइजी मधुकर अमिताभले सीमा सुरक्षा सर्वोच्च प्राथमिकतामा रहेको बताएका छन्। उनका अनुसार नयाँ प्रविधिको प्रयोगले सीमाबाट हुने आवत जावतको निगरानीलाई व्यवस्थित बनाउनुका साथै दुवै देशका नागरिकको सुरक्षामा सहयोग पुग्ने विश्वास लिएको छ। फेस रिकॉग्निशन कैमरा लगाया गया है, जिससे यहाँ के जो नागरिक एक दूसरे देश में आते जाते हैं उनको सहूलियत हो, उनके लिए लाइन लगने की या ज़्यादा भीड़ भाड़ में इंतजार करने की जरूरत नहीं हो। एक बार जब ये शुरू हो जाएगा अपने पूरे अपने इसके साथ में, तो उसके बाद फिर जो है लोगों को आने जाने में जो है कोई परेशानी नहीं होगी। जो फेस रिकॉग्निशन के साथ साथ ही उनकी आइडेंटिटी जो है वो सामने आ जाएगी। नेपाल भारत बीचको सीमा लामो समयदेखि खुला र जनस्तरको आवत जावतका लागि सहज रहँदै आएको छ। नेपालतर्फ मेचीदेखि महाकालीसम्म भारतका सिक्किम, पश्चिम बङ्गाल, बिहार, उत्तर प्रदेश र उत्तराखण्डसँग सीमा जोडिएको छ। खुला सीमाको यही विशेषतालाई ध्यानमा राख्दै भारतले सीमा क्षेत्रमा प्रविधिमा आधारित सुरक्षा प्रणाली विस्तार गरिरहेको जनाएको छ। विशेष गरी अवैध घुसपैठ, तस्करी र सीमापार आपराधिक गतिविधि नियन्त्रण सुरक्षा संयन्त्रको प्रमुख चुनौतीका रूपमा रहँदै आएका छन्। तर नयाँ बायोमेट्रिक प्रणालीले सीमा क्षेत्रमा नियमित आवत जावत गर्ने नेपाली तथा भारतीय सर्वसाधारणलाई कस्तो प्रभाव पार्छ त्यो भने हेर्न बाँकी नै छ। सीमा क्षेत्रमा दैनिक व्यापार, रोजगारी, उपचार र पारिवारिक सम्बन्धका कारण ठूलो सङ्ख्यामा मानिसहरू आवत जावत गर्छन्। त्यसैले सुरक्षा मजबुत बनाउने प्रयाससँगै सर्वसाधारणको सहज आवागमन, समय व्यवस्थापन र दुई देशबीचको परम्परागत सम्बन्धमा असर नपर्ने व्यवस्था गरिनुपर्दछ। भीमनगर र कुनौली नाकाबाट सुरु गरिएको यो डिजिटल सुरक्षा प्रणाली आगामी दिनमा भारत नेपाल सीमाका अन्य नाकामा पनि विस्तार हुन्छ वा हुँदैन, त्यसतर्फ पनि सबैको चासो बढेको छ। एभी न्युज खबरका लागि सप्तरीबाट वैद्यनाथ यादवको राष्ट्रिय सभा अन्तर्गतको